Praise the Lord everyone, this is JB and welcome to the channel JB Bro Vlog. अहिले बज्दैछ कति भयो टाइम 3:30 So excited यसलाई खोल्नुको लागि यो मैले गिटार अर्डर गरेको हो अब यसलाई खोल्छु म कस्तो छ के छ भित्रको है हेर्छु लाइफको फर्स्ट मेरो गिटार भनौँ न अलिक एक्सपेन्सिभ गिटार यो है फेन्डरको मैले मगाएको हो गिटार सिमी एकस्टिक गिटार हो यो अब मैले खोलेको मतलब खोलेको पनि छैन यसलाई अब खोल्छु म यसलाई यहाँनिर अब खोलेर हेरौँ यसलाई चिडफाड गरेर के छ प्याकेजिङ त बाहिरबाट हेर्दा राम्रो देख्दैछ अब भित्रबाट हेरौँ यसको कस्तो छ के छ प्याकेजिङ भर्खर लिएर राखेँ खोलेको पनि छुइनँ मैले यहाँनिर अब यसलाई खोलेर चेक गर्ने हो लिएर आएँ मैले रामपुरी हो अब यसलाई खोल्छु फिलहाल ओ माई गड सो म यसको लागि धेरै एक्साइटेड पनि अनि धेरै दिन पनि भइसकेको थियो हो अस्ति पनि अर्डर गर्दा यो रिटर्न भएको थियो सो आज फेरि आएको छ अब हेरौँ कस्तो हुन्छ है ओ माई गड प्याकेजिङ त यसमा त ठिकै छ यहाँ नि हो तर भित्र त कभर दिएको रहेन रहेछ त फेरि हो किनकि हो अलग एउटा ब्याग हुन्छ हौ ब्यागमा हालेर दिएको हुँदैन हौ सो यस्तो प्रकारको प्याकेजिङ छ हो भित्र चाहिँ मेरो ख्यालमा केही पनि हालेको रहेन रहेछ प्याकेजिङमा ब्याग छ कि छैन थाहा छैन मलाई डाइरेक्ट कार्टुन मात्रै रहेछ अब टुटेको फुटेको छ भने त गिटार त्यहाँ मेरो ख्यालमा भित्र अझै एउटा हुनुपर्ने थियो तर त्यस्तो खासै प्याकेजिङ राम्रो गरेर पठाएको रहेन रहेछ सायद एमाजोनले चाहिँ अझै राम्रो पठाउँदै यो भन्दा किनभने फ्लिपकार्टबाट अर्डर गरेको त यो गिटार पनि अलिकति सानो रहेछ त्यसो त रिटर्न अप्सन छ अगर यो राम्रो भएन रहेछ भने यसलाई रिटर्न अप्सन पनि छ म यसलाई रिटर्न गरिदिन्छु मन परेन भने त किनकि त्यत्रो महँगो गिटार किनेर पनि अगर फेरि भने जस्तो भएन भने त कहाँ मजा आयो सो कता हौ मैले त गिटार त सनवेस्टमा आउँदै यो त ब्ल्याक आएछ त सो दिस इज फर्स्ट लुक है गिटारमा पुरा स्क्रच लागेको रहेछ यहीँ सो यस्तो छ फर्स्ट लुक हो अनि गिटार यहाँ मैले अहिले अगाडि नै खोलेको यहाँ गिटारमा स्क्रच लागेको रहेछ अनि गिटारको लुक मलाई मन परेन यहाँनिर पनि डेन्ट लागेको रहेछ यी सो यसलाई रिटर्न गर्छु अब म गिटार भनेको जस्तो मैले एक्सपेक्ट गरेको थिएँ त्यस्तो खालको आएन गिटार हो यो स्क्रच अलरेडी भिडियो बनाइराखेको छ यो रिटर्न गरिदिन्छु म मन परेन मलाई गिटारको तार पनि बहुत लो क्वालिटीको तार रहेछ अब मलाई अनलाइनबाट गिटार मगाएको त्यो खासै मन परेन मलाई यदि बजार हेर्छु म त्यहाँबाट हेरौँला ओ माई गड आई एम भेरी डिसअपोइन्टेड फर फ्लिपकार्ट म एकदमै अपसेट छु फ्लिपकार्टसँग जस्तो एक्सपेक्ट गरेको थियो मैले आउँछ होला भनेर मैले सनग्लास अर्डर गरेको थिएँ ब्ल्याक कलरको गिटार पठाइदिएको छ यहाँ हाम्रो भाइले ट्राई गर्दै थियो सो मलाई एकदमै मन परेन प्रोडक्ट एकदम थर्ड क्लास आएछ जेन्युन प्रोडक्ट हो फेन्डरको नै हो तर के भन्छ भने तारको क्वालिटी राम्रो थिएन चलो तार नभए पनि केही थिएन तर गिटार एकदम राम्रो आउनु पर्थ्यो अनि जुन क्वालिटीको जुन कलरको मगाउँदै त्यही कलरको आउनु पऱ्यो मैले सनग्लास मगाउँदै यो आएको छ ब्ल्याक कलर अनि मेन कुरा यहाँ छेउमै यहीँ स्क्रच लागेको छ हो अनि यसको पछाडिपट्टि अलिकति डेन्ट परेको छ अनि फेरि यहाँनिर पनि यसको यहाँ पनि डेन्ट परेको छ सो मैले यो गिटार 12,000 रुपिसमा किनेको मतलब फ्लिपकार्टबाट 12,000 रुपियाँ दिएर पनि अब यस्तो प्रकारको प्रोडक्ट आयो भने त फ्लिपकार्टदेखिबाट त म एकदम डिसअपोइन्टेड भयो हुन त अहिले मैले चलाएर आएको मोबाइल पनि मैले फ्लिपकार्टबाट अर्डर गरेँ तर त्यो प्रोडक्ट त एकदम जेन्युन आएको थियो यो चाहिँ थाहा छैन यो फर्स्ट टाइम हो म
मतलब प्रोडक्ट राम्रो नआएको। तर केही छैन, रिटर्न पोलिसी थियो, मैले हेरेर नै गरेको थियो। किन बाइचान्स अब डिफेक्ट आइदियो भने रिटर्न पोलिसी हुनुपर्छ होइन। मैले रिटर्न प्रोसेस गरिदिएको छु। अब 1-2 दिनमा आएर यसलाई लगेर जान्छ अनि मेरो पैसा रिफन्ड हुन्छ। अनि अब नेक्स्ट अब मेरो ख्यालमा दोकानमै गएर हेरेर किन्नु पर्ला जस्तो छ। मन परेन, अब यसलाई रिटर्नको लागि हालिदिएको छु। अब हाम्रो भाइलाई पनि अब यो भाइलाई पनि बिहानदेखि पर्खाएर राखिरहेको थिएँ मैले होइन। हाम्रो भाइ पनि अब जाने टाइम भइसक्यो। बिहानदेखि पर्खेँ, अब गिटार आउँछ उसलाई रिसिभ गरेर जानुपर्छ भनेर। अब आउँदै गिटार आइहाल्यो, हेरिहाल्यो, मन परेन, प्याकिङ गरेर प्याकिङ गरेर अब यहाँ हालिदिने। त्यहाँबाट भाइलाई फेरि उहाँ के भन्छ, त्यही हिजो हामी गएको जग्गा गान्धी के भन्छ एमजी रोड, सरी एमजी रोडको त्यहाँनिर हाम्रो भाइ पिचिङमा बस्छ। त्यहाँनिर भाइलाई छोडेर आउँछ। अब जानु आँटेको भाइ पनि अब रेडी हुन्छ, भाइ अनि जेस्पर अनि म, हामी 3जना गएर भाइलाई छोडेर आउँछौँ। 3जना जाँदाखेरि चाहिँ हामी 3जना हुन्छ, आउँदाखेरि छोरी र म मात्रै हुन्छ। अब भाइलाई छोडेर आउने, हामीले लन्चहरू पनि गरिहाल्यौँ हो। अनि ब्लग पनि मैले बिहानदेखि सुटै गरेको थिएँ। अनि गिटार आएपछि ब्लग सुट गर्छु भनेर, र एकदमै मन परेन, एकदमै मन कस्तो एक्साइटेड थियो म गिटार है बजाउँछु भनेर। तर के गर्नु, यस्तै भयो। तर नेभर माइन्ड, केही छैन। यस्तो सानो सानो कुराहरू हुँदै गर्छ, अप एन्ड डाउन्स कुराहरू। प्याकिङ गरेर यसलाई रिटर्न प्रोसेस गर्दैछ। अब कहिले कुन घुम्नेमा अब जोड्छ, फेरि गएर अब नयाँ अर्को टाइपको अर्को गिटार हेरौँ ल। मलाई चाहिँ फेन्डरको गिटार धेरै मन पर्थ्यो, त्यही भनेर फेन्डर नै अर्डर गरेको मैले। अनि त्यस्तै यामाहरूको अप्सन थियो मसँग यहाँनिर, यामाको दोकान छेउमा पनि थियो। त्यहाँ गएर मैले चेक पनि गरेँ, कटको गिटारहरू पनि गएर हेरेर आएको। 10,000 रुपियाँमा राम्रो गिटारहरू थियो। तर मलाई चाहिँ फेन्डरै मन परेर फेन्डरै किन्छु भनेर। फेन्डरको यहाँनिरकोमा त्यो अप्सन थिएन, मतलब 20,000 30,000देखि माथि मात्रै थियो। मलाई चाहिएको 10,000 या 12,000को बिच मिड रेन्जवाला गिटारमा चाहिएको थियो नि त। त्यही भनेर चाहिँ अनलाइन किनेको, त्यस्तो पो आएछ। केही छैन, आज गर्मी पनि धेरै छ नि। आजको मौसमको हालखबरको त्यस्तो छ है। हावा दामी चल्दैछ हो। ल अब रेडी हौँ, त्यहाँबाट निक्ल्यौँ है। हाम्रो भाइलाई कपडा सपडा लगाउँ, त्यहाँबाट एकमा अब हामी स्कुटीमा हेरौँ। गर्मीले यहाँ पाकिरहेछ मारपालीको ट्राफिकमा। त्यस्तो ट्राफिक छ यहाँनिर, भयङ्करवाला ट्राफिक। घाम टाउको माथि। बङ्गला यहीँ हो, रोकिदिनु त यही हो, यही हो। पार्किङ ठक्कै थाहा भएछ आजकल दादालाई। लु त धन्यवाद, समयसम्म पुऱ्याइदिनु भयो हो। अब भाइ जान्छ यहाँबाट। अब हामी पनि पाउँछौँ नि, यहाँसम्म आएको पुऱ्याउनु लागि होइन, काकालाई छोड्न आयो होइन। तपाईँहरू पनि के भएछ तिम्रो त भाइ जाने हेर, यहीँनिर बस्छ हाम्रो भाइ हो। पिजीको नाम पनि लेखेको छैन त, के हो? अच्छा के हो यो? अच्छा A1 जेन्ट्स पिजी हेर नाम यहाँनिर लेखेको। रुम त थर्ड क्लास छ नि। रुम थर्ड क्लास छ अरे, त पिजीकै उयो गर्दै गरी। ल ठिक छ, ल जा ल भाइ, ल गुड नाइट, बाई। हात मिलाउ न काकासँग, ल छिटो छिटो हो। अहिले भर्खर भनेको कुरा सुन्यो नि, ल छिटो हात मिलाउ, देऊ न हो यसरी। यस काका, सियो सुन भनिदेऊ न। ल हुन्छ, ल हामी पनि अब निक्लिने यहाँबाट। अब भिडियो बनाउनु त मिल्दैन, अघि त भाइ थियो, त्यही भाइले बिचको भिडियो बनायो। अब यहाँबाट घरमा पुगेर मात्रै एकै खेपमा भिडियो बनाउँछ। अब राखेको, घरमा पुगेर भेटौँ एकै खेपमा। अब ल गयो ल भाइ, भेटौँ 1 महिना बाद। अच्छा ठिक छ। त्यसको हाम्रो भाइलाई पुऱ्याएर यहाँ त्यो दोकानमा गन्नाको जुस खानको लागि रोकेको छ। त्यो चाहिँ तिमीलाई तिर्खा लाग्यो? के खाने अनि?
गन्नेको जुस खाँदैन यहाँ हामी रोकेको छ गन्नाको जुस खानु लागि फ्रेस सुगर क्यान जुस अरे हो फ्रेस सुगर क्यान जुस खाने होइन बाबा खाएर अब घरमा गएर भेटौँ माई गड फाइनली घरमा आइपुग्यौँ बल्ल बल्ल आमा कस्तो गरम बाहिर त टाइम पनि कति भएछ हौ अनि 5:35 भन्नु आएको 5:35 गएको 4 o'clock 1.5 घन्टा यहाँबाट 13 किलोमिटर भाइलाई पुऱ्याएर आउनुमा यस्तो ट्राफिक बाटोमा बुरा हाल गरमले हो आएर बस्दै तिम्रो घाँटी सुक्यो ठिक छ कपालको हालत छैन यस्तो अवस्थामा पुग्यौँ चलो केही छैन अब एकछिन रेस्ट गर्ने हो घरको काम पनि कतिवटा छ हो एकछिन रेस्ट गरेर उठ्छु अब साह्रै मेरो टाउको फट्ला जस्तै भएर घामले गर्दा अब एकछिन रेस्ट गरेर 1.5 घन्टा बाद भेटौँ हामी है सो हेलो है अहिले बज्दैछ कति भने 11 बज्दैछ होला मेरो ख्यालमा 11:04 मोबाइलमा हुँदो रहेछ हामी म उहाँबाट आएर रेस्ट गरेर त्यहाँबाट उठेर फेरि घरहरू सब साफसफाइ गरेर फेरि म जेमेमालाई लिनु गएँ फेरि उहाँलाई लिएर आएर खानापिना पकाइ तुलाइ सबै काम खतम गरेर चाहिँ अनि बसिरहेको एकछिन रेस्ट र अहिले बज्दैछ 11 अब चाहिँ हामी आजको लागि यति नै है हामी बिहानदेखि लिएर आजको फेरि यस्तै जर्नी भयो आजको गिटार आएर चाहिँ गिटार पढिरहेछ सो आजको लागि यति नै हामी फेरि भेटौँला भोलि नेक्स्ट ब्लगमा यहाँसम्म तपाईँहरू आएछ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्ने लाइक सेयर कमेन्ट गरिदिनु होला थ्याङ्क यू फर वाचिङ हामी फेरि भेटौँला नेक्स्ट ब्लगमा सबैजनालाई बाई बाई